एभ्रिवान, छ्याजालो नमस्कार सम्पूर्णमा केजी फ्यामिली युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। केजी फ्यामिली युट्युब च्यानलमा मैले सधैँ सर्ट भिडियोहरू मात्र हाल्ने थिएँ। आज चाहिँ फुल भिडियो हाल्ने ट्राई गर्दैछु, कस्तो हुन्छ। यो हाल्नेको कारण चाहिँ आज हाम्रो टिमहरू भन्नाले हाम्रो गुरुङ ब्युटी पार्लर पृथ्वी चोक को टिमहरू विगत केही समयबाट म चाहिँ गुरुङ ब्युटी पार्लरमा आबद्ध छु। त्यसैले हाम्रो टिमहरू सम्पूर्ण आज पिकनिक जाने प्रोग्राम बनेको छ अनि र त्यसको मौकामा हामीले भ्लग त बनाउनै पर्यो। हजुरहरूले अन्तिमसम्म हेरिदिएर साथ दिनुहुन्छ भन्ने आशा गर्दै अबको भिडियोहरू के कस्तो हुन्छ दिनभरिको म सम्पूर्ण हजुरहरूलाई देखाउने नै छु। अहिलेलाई बाई बाई। हाम्रो टिमहरू सबैजना उहाँ पृथ्वी चोक गुरुङ ब्युटी पार्लरको अगाडि एकदम तयार भएर बसिराख्नु भएको छ। अब त्यतै जाउँ है त। मलाई यहाँ त्यहाँसम्म छोरीले पुऱ्याइदिन्छ। यहाँ छोरीलाई खै मेरो छोरीले स्कुटरमा पुऱ्याइदिन्छ मलाई त्यहाँसम्म। ल है त, त्यतै गएर भेटौँला। ल अहिलेलाई बाई बाई। यो रहेको छ हाम्रो गुरुङ ब्युटी पार्लर पृथ्वी चोक पोखरा 9। हाम्रो पार्लर यो रहेको छ पृथ्वी चोक एरिया। होइन पठाउको अहिले निकै प्रचलित छ। यसो मान्छे देख्यो कि पठाउ भनिहाल्छ। यो रहेको छ पृथ्वी चोक। यो पृथ्वी चोकबाट हामी यहाँ छौँ। अब हाम्रो साथीहरू टिमहरू त्यहाँ छ कि छैन जाउँ है त अब माथि। हाई सुजना मिस। सुजना मिस सन्चो भयो? ल जाउँ है त। को आएछ को आएको छैन। यो मेन अफिस भयो हाम्रो। अब यता हाम्रो साथीहरू कता छ? आइपुग्यो कि आइपुगेन? यो अर्को लाइट अँध्यारो छ त। कोही आएको छैन कि सबै आएर मेकअप गर्दैछ। ए आएर जा। हेलो गुड मर्निङ मिसहरू। सबैजना वेटिङमा हो। ल हाम्रो मिसहरू पनि आइसक्नु भएछ है। ल सम्पूर्ण मिसहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। कति बेला आइपुग्नु भयो? ओके ल अरू टिमहरूलाई हामी पर्खिन्छ। हाम्रो सबभन्दा सानी मिस। ओके अहिले पछि भेटौँला है त फेरि। ल हामी अब यहाँबाट हिँड्यौँ। बस चाहिँ यहाँ आउन रोक्न नदिने भयो ट्राफिकले। अब हामी चाहिँ त्यहाँ तल पेट्रोल पम्पबाट बस चढ्नेवाला छौँ। पेट्रोल पम्पमा हामीलाई कुदिरहेछ। अब त्यहाँबाट चढ्ने हामी। ल जाउँ है त। अब हामी बसमा चढेपछि नै देखाउँछ है। यो रहेको छ हाम्रो बस। अब यहाँबाट हामी सबैजना जानेवाला छौँ। ल हिँड्नु ल। हाई म यता बसेँ है। ल अब हामी यहाँबाट लाग्यौँ। हजुर जिरोमा हजुरलाई स्वागत छ गुरुजी हामीसँग। राम्रोसँग लैजानु होला है गुरुजी। ल अब यहाँबाट हिँड्न परेगा। ल हामी सबै जिरोमा आयौँ। अब हाम्रो टोलीहरू पनि अझै आउँदै हुनुहुन्छ है त यहाँ। अब मार्दै हुनुहुन्छ। हेलो बाबु। हेलो अर्को सानो बाबु।
हेलो ल गुड मर्निङ मिस हाई हेलो ल सबैजना आइसक्नुभयो अब हामी यहाँबाट लाग्यौँ ल अब हाम्रो गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ हाम्रो अब गाडी कुदिसक्यो अब गाडी सुरु अब हाम्रो गन्तव्यमा पुगेपछि एकदम लोकल गाडी लोकल बाटोमा हिँडेको गाडी होइन भन्थ्यो बालेनले त्यस्तै अब ल हाम्रो गन्तव्यमा आइपुग्यौं रिभर भ्याली रिजोर्ट। ल
उतै हो हिँड्नु 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 ल हिँड्नु त ल सबैजना फोटोमा व्यस्त ल जाऊँ। अब के कस्तो हुन्छ खाने वाउ सुइखेत रिभर भ्याली रिजोर्ट स्विमिङ पुल वाउ हजुरहरूलाई स्वागत छ है मेरो भ्लगमा युट्युब च्यानलमा उहाँ हुनुहुन्छ हाम्रो ब्युटिफुल म्याम शशी म्याम यहाँ अनुष्का मिस हेलो यता बिनी मिस हाम्रो मोडल बिनी मिस हुनुहुन्छ यहाँ एकदमै ब्युटिफुल एन्ड स्मार्ट पानी पऱ्यो नि भाइ ल्याउनु यत्तिकै भइदियो हुन्थ्यो है मौसम त यत्तिकै राम्रो थियो मौसम त हेलो shout out MJ Thama from Nepal my dear ब्युटिफुल I will touch the water not cold यहाँ एमजी मिसको योर डटर yeah my daughter हेलो and her best friend Shriya हेलो So deep, yeah. no how many feet Oh, I bet all the kids are 3 feet or 3 feet only 3 feet. Jeez, that's 5 feet. 5 feet there ल हाम्रो लागि यहाँ एकदम रेडी गरेर राखिदिनु भएको छ हाम्रो यहाँ सरहरू नमस्ते सर हजुर सन्चै छ हजुर सन्चै हुनुहुन्छ हाम्रो खानेकुरा रेडी छ होइन एकदम दुईवटा आउनु भएको छ ओके रेडी हुँदैछ रेडी बनाउँदै हुनुहुन्छ यहाँ भाइहरू हाम्रो ब्युटिफुल मिस दिया मिस हाई यता हाम्रो अर्को ब्युटिफुल रूपा मिस सबै लजाएर ढाक्ने मुखले के अरे मोबाइलले मुख ढाक्ने भयो ओके ल अब एकछिनमा फेरि भेटौँ ल है त अहिले खाने बेला भात त होइन नि त चटनी ल्याइदिउँ के खानु त सोध्दा त्यही गर्दा हुन्छ टन्न खानुहोस् है म्याम okay
यत्रोजनालाई ह्यान्डल गर्न पर्ने हुन्छ अहिले फेरि इनर्जी खत्तम हुनसक्छ अलि मजाले चार्ज गर्नुहोस् है खाने हो हेलो हेलो युट्युब च्यानलमा हेर्नुहोस् है भरे बाबुहरू YouTube channel को नाम चाहिँ के हो त? गुरुङ केजी फ्यामिली है मैले दिन्छु नि अहिले बाबुलाई है आनेर आज दिनभरिको हेर्नुहोस् है भरे आइहाल्छ है इन्जोय गर्दै खानुहोस् है अनि स्विमिङ पनि गर्नुपर्ने हुन्छ अलि टन्न खानुहोस् है नलजाइकन खानुहोस् है तारा मिस तारा मिस हजुर त लजानु हुन्न मलाई थाहा छ अनि सुजना मिस एकदम लाज नमानिकन खाने है होइन म आफूले आउँछु मन चाहिँ यस्तो लजाउनु हुन्न अलि डान्सिङ गर्नुपर्ने हुन्छ अलि टन्न खानुहोस् है अब त खुट्टा दुइसक्यो अब सकियो त्यस्तो भन्न नपाइ है अझै दिन बाँकी नै छ खान सुरु गरेँ सबैजना खाँदै हुनुहुन्छ हामीहरू अब खानापिना गऱ्यौँ खानापिना भन्नाले खाजा खायौँ ब्रेकफास्ट खाएर एकदम टन्न परेर हामी सबैजना एकदम नाचगानको लागि एकदम रमाइलो माहौल सुरु भइसकेको छ है त ल यहाँ हाम्रो मिसहरू यहाँ खतरनाक डान्स देखाउनु भएको छ मिसहरू ल ल टन्न खानुभयो अब टन्न नाच्नुपर्छ सेसनको कार्यक्रम हुँदैछ यता मिसहरूको ब्युटिफुल मिसहरू बाबुहरू फेरि पिङ खेल्दैछ ए उता फेरि स्विमिङ पनि रेडी भइसक्यो उता स्विमिङ गर्नको लागि हाम्रो म्याम यता के हुँदैछ फोटो सेसन ल ल फोटो खिचौँ नाचौँ 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 वाउ भएन त्यति पनि के भुँडी ठुलो त यता पनि हुँदैछ यता सबैजना हजुर आउँछु ल हाम्रो म्याम यहाँ स्विमिङको उद्घाटन गर्नुभएको छ है यहाँ ल अनि रूपा मिस खै त आउँछु आउँछु मिसहरू स्विमिङ नगर्ने गर्ने हो नि होइन यस्तो मौकामा चौका हान्नु पर्यो नि होइन
ल त पनि बिहे गर्नु सुरु यता दुईजना है बाजामा नाच्न मन लाग्यो नाच्नु त सुजना मिस आउनु नाच्नु किन र नाच्नु न गोही बाजामा त अलि झगडा त्यो त बाजामा मिस हेर्नु त तिनी मिस कसिएको हेर्नु मन्जु मिस कसिएको झगडा तल आयो त स्विमिङ गरेर निक्लिसक्यौँ हामी स्विमिङ पुलबाट एकदम मजा भयो स्विमिङ गरेर घामले पनि एकदमै रमाइलो भयो घामले पनि डरियो तर केही छैन अब हामीहरू अर्को गेम खेल्न हाम्रो यहाँ मेरी मिसले एउटा गेम प्लान गर्नुभएको रहेछ अब यो गेम खेल्नु है त के कस्तो हुन्छ यहाँ गेमको प्लान हुँदैछ ल गेम हेरौँ है त यहाँ कस्तो रहेछ गेम ल Okay, 1, 2, 17 17 only. 18. One, add number on the first line. Even number there. Okay. And 1. म 17 हो कता आउनु पर्यो यहाँ तयारी हुँदैछ है त 1, 2, 3, go. मलाई त केही आएन नि त खोलेर राख्नु अब ल है उताको ग्रुपले जित्ला जस्तो छ है बाबा हजुरले छिटो गर्नु है खोइ झन् ढिलो लाग्छ ल मरेर हातले हुने
Good. Oh, good. Sabas. Oh. Lang na utang ang grupo sa auto lang ba? नेक्स्ट टाइम बच्चाहरूको सुरु भयो है अब ल ल ल बच्चाहरू ल ल ल ल ल मान्छे भन्न टेबल अग्लो भयो बिचरा होइन गर्न दिनु न हुँदैछ त गरेछ त भइरहेछ त सिकाउनु पर्दैन त लगेर ल विनर टोली ल विनर टोली ल बाबुहरूले जित्यो ल ल फेरि वाइ वाइ चाउचाउ पायो बच्चाहरूले होइन पुग्छ भने त दिनु न पुग्छ भने त दिनु ऊ त सानी फेरि टिकटक बनाउँदै रहेछ फेरि कस्तो लाग्यो बाबु जितेर राम्रो गुड
ल यो गेम पनि फिनिस। अब नेक्स्ट गेमतिर जाऊँ ल अब।
आज यस वनभोज कार्यक्रम अथवा हाम्रो ड्राई पिकनिक सिङ्केत रिभर भ्याली रिसोर्टमा हाम्रो यस गुरुङ ब्युटी पार्लर एन्ड एकाडेमीको मेरो भाइ बच्चाहरू बहिनीहरू एउटा सानो गेम मैले अर्गनाइज गरेको थिएँ। त्यो धेरै रमाइलो भयो। त्यो गेम रहेको थियो म्युजिकल चेयर। आफ्नो आफ्नो प्रस्तुति देखाउनु भयो र सानो मायाको चिनो मैले दिन लागिरहेको छु। फर्स्ट सेकेन्ड थर्ड र सान्तोनालाई धेरै ठुलो प्राइज त छैन, एउटा सानो मायाको चिनो। हाम्रो सान्तोना लिनुभएको छ मिस अनुष्का मिस। अगाडि आइदिनुहोस् त। ओके हाम्रो थर्ड प्राइज पाउनु भएको छ कल्पना मिस। ओके कल्पना फोटो गुरुङ मिसलाई धेरै धेरै कोसिस गर्नुभएको थियो है। उहाँ थर्ड प्राइज पाउनु भएको छ। थ्याङ्क यू सो मच। Look first. Okay. फोटो क्लिक। Okay. यसरी नै हाम्रो म्युजिकल चेयरमा द्वितीय स्थान प्राप्त गर्नुभएको छ हाम्रो अस्मिता मिस। मायाको चिनो सानो एकदमै रमाइलो। थ्याङ्क यू म्याम। कङ्ग्रेचुलेसन। त्यसै गरी हाम्रो विनर प्रथम प्राइज एकदमै राम्रो छ है। हाम्रो बिनी मिस मेरो मिस म केही कुरा जोड्न चाहन्छु। मेरो रेगुलर क्लाइन्ट पनि हो र मेरो स्टुडेन्ट प्लस मेरो क्लाइन्ट आज यस म्युजिकल चेयरमा यस सिङ्केत रिभर भ्याली रिसोर्टमा उहाँ चाहिँ म्युजिकल चेयरमा विनर हुनुभएको छ। उहाँलाई धेरै धेरै कङ्ग्रेचुलेसन। Oh my God. रमाइलो। कति रमाइलो हो। सेकेन्ड प्राइज होइन कि तलको त्यो म्युजिकल चेयरको सेकेन्ड प्राइज। अनि अरू मेकअप ब्रस है। मेकअप ब्रस फर्स्ट एकदमै जस्तो मान्छे त्यस्तै गिफ्ट पऱ्यो कि फेरि भगवान् त हजुर आउँछन् कि चिसोले घाँटी चप्पै समात्यो कि मलाई। मक्खै पऱ्यो बिनी मिस फेरि। हो नि प्रथम प्राइज फर्स्ट भनेको यत्रो जनामा अनि कति 17 जना 15 जनामा प्याक गर्न यस्तो गाह्रो भएर हो। अर्को पनि छ त्यहाँ अलि यता हो खोल्नु अलि सानो गिफ्ट फटाउ के यता के टाइट छ त एकदमै के होला
ए सुन छ त भोलि लगाएर आउने एकदमै रमाइलो नेक्स्ट मैम अब कहाँको टाढाबाट कहाँ छु त्यही सधैँ के गर्ने हो त्यो बिर्को लगाउने हो छेउमा लास्ट टुप्पामा दाइ यता साइडमा बस्छ 5 4 भन्नु है काउन्ट 5 4 होइन 5 4 3 भएन के भएन भइरहेछ भिडियो छ कि काउन्ट डाउन अगाडि गर्नु तपाईको 5 4 मा गो भइसक्यो नि है काउन्ट सक्यो भने बराबर त हुँदैन कहाँ बराबर गो 4 3 2 5 4 भन्दै ल्याउँदा के यसमा 5 4 3 2 1 त्यो भनेको 5 4 3 2 1 पछि बल्ल ल्याउने भनेको रुल्स भएन कि हामी फलो गर्न लागि अरु त्यस्तै भने रुल्स भनिरहेको हाम्रो डाटा होला जस्तो सक्यो भने बल्ल गर्नु के रेडी 5 4 जम्मै झ्याली गरेर है जम्मैले पहिला आँखा बन्द गर त्यस्तो भयो भयो सक्यो अब का खोल्नु 5 4 3 गाडी छ राइटमा आउँछ मलाई गर्नु के टाढा सक्नु त पाइन्छ त नि 5 4 3 2 1
कस्तो बन्द हुँदो रहेछ सिधा बनाउन कहाँ हो ए देखे होइन सिधा बनाएर सिधा ल बिर्को लाउने एक भने लाउने दुई भने नजिक भएको थियो उसले उता उता लस हात सिधाले हो के वान नभन्छ चल्न पाइएन त्यो हात तलबाट दिनु सिधै होइन 3 2 1 गो भयो भयो हामी चाहिँ हेरेको हामी नाचगान सकेर अब खानातिर लाग्यौँ मिठो मिठो खाना 4 पनि बजिसकेको छ अब खाना खाएर हामी फेरि एकछिन रमाइलो गरेर आफ्नो घरतिर लाग्नेछौँ अब खाना खाएन भने फेरि ढिलो हुन्छ हामीहरू ल सबैजना अब खाना खाने टाइम मेरो झन् उहाँ स्विमिङ पुलमा झरेर पछि बाबु अलिक टिपेर ल्याइदिएको ल सुरु गरौँ ल
No. Why? I will give you a discount. Cauliflower. Tea. Coffee. Oh my god. Coffee, right? And tea. Coffee and tea. Chicken, no? Chicken. No? ल आइसक्रिम खानासाना खाइयो अब मुख मिठा गर्न परेगा हैन आइसक्रिम ल थ्याङ्क यू तारा मिस खानु न आइसक्रिम ल जम्मैजना आइसक्रिममा व्यस्त आइसक्रिम सुजेना मिठो छ आइसक्रिम मिठो छ नि है नानीलाई नि मिठो छ नि है तिम्रो नाम के अरे श्रेया नाइस नेम अनुष्का मिस त भातसँगै आइसक्रिम हो कसो ल जम्मैजना आइसक्रिम खाँदै दिशा पङ्खी कता कता रमाइलो छ माहौल रिभर भ्याली रिसोर्टमा हाम्रो ड्राई पिकनिक थियो तर हामीले घरबाट खानाहरू बनाएर ल्याउन नसकेको अवस्थामा चाहिँ हामीले यहीँ नै रिजोर्टमा बुक गरेर एकदमै रमाइलो खाना पनि मिठो भयो ब्रेकफास्ट मिठो भयो स्विमिङ एकदमै रमाइलो भयो सबैजना मिसहरूको सहभागिता भयो म एकदमै खुसी छु रमाइलो भयो इन्जोय भयो होइन पनि मिसहरूसँग यसरी नै एउटा सुनौलो अवसर चाहिँ पाइयोस् होइन अब लाइफ भनेको केही पनि छैन रमाइलो गर्ने इन्जोय गर्ने नै हो त्यो भएको भएर मिसहरूलाई मेरो पूर्व भनौँ न स्टुडेन्ट पनि हुनुहुन्छ यहाँ एउटा पार्लर खोलेर बस्नु भएको छ उहाँ सङ्गीता मिस अनि मिरा मिस उहाँहरूलाई नै एकदमै हार्टली थ्याङ्क यू आइदिनु भयो रिक्वेस्ट गरेको थिएँ मिस यस्तो यस्तो प्रोग्राम छ जानुहुन्छ भनेको हुन्छ म्याम हामी पनि जान्छौँ भन्नुभयो अर्को एकजना पनि हुनुहुन्थ्यो उहाँ आउन सक्नु भएन उहाँहरूलाई धेरै धेरै धन्यवाद छ उहाँहरू आइदिनु भयो तपाईँहरूलाई कस्तो लाग्यो मिसहरू आजको कार्यक्रम एकदमै रमाइलो भयो होला कोही दुःखी त हुनुहुन्न नि होइन एकदमै म पनि एकदम ह्याप्पी छु आजको यो म्यानेजमेन्ट सबभन्दा धेरैभन्दा धेरै अस्तिबाट अर्गनाइज गरेको हाम्रो कल्पना गुरुङ मिसलाई एकदमै धेरै धेरै धन्यवाद थ्याङ्क यू एकदमै राम्रो थियो एउटा ह्यान्डलिङ मैले उहाँलाई नै जिम्मा लगाएको हो म भ्याउँदिनँ मिस भन्नु होइन म्याम यस्तो हो यसरी जानुपर्छ रमाइलो गर्नुपर्छ भन्नुभयो अब उहाँ नेपालको बसाइ धेरै छैन अब सायद उहाँ बाहिरको एकदमै यादगार हुन्छ यो पिक्चरहरू यो मेमोरीहरू होइन त्यो भएको भएर यस्तो यस्तो दिनहरूमा चाहिँ तपाईँहरू जुट्नुपर्छ जस्तो मलाई लाग्छ त्यति भन्दै अब सबैजनालाई रमाइलो त भन्छ एकदमै रमाइलो थ्याङ्क यू सो मच है हाम्रो कल्पना मिसलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु थ्याङ्क यू दानको लागि है मिसलाई यति भन्दै अब हामी एउटा सानो ग्रुप फोटो पनि खिचौँ त्यसपछि हामी पोखरा चाहिँ प्रस्थान गरौँ फेरि पनि रमाइलो सानो रिक्वेस्ट मैले चाहिँ अब यस भन्न हामीले चाहिँ एकछिन है एकैछिनमा भन्छु हाम्रो नेसनल हामी भयौँ इन्टरनेसनल मेरो एकजना स्टुडेन्ट हुनुहुन्छ उहाँ फिलिपिन्सबाट आउनु भएको छ र पनि उहाँ चाहिँ एकदमै रमाइलो खालको हुनुहुन्छ होइन उहाँ हरेक कुरामा चाहिँ एकदमै हामी जस्तै एकदमै इजी सजिलो मान्छे हुनुहुन्छ त्यो भएर एकदमै खुसी लाग्छ हाम्रो उहाँ गेस्ट हो होइन अब हामीले यो अवसर पाउनु नै हामी एकदमै लक्की हो म्यारी एकदमै रमाइलो मान्छे पनि हुनुहुन्छ उहाँलाई यस्तो प्रोग्रामहरू गर्नलाई रमाइलो गर्नलाई एकदमै मनपर्छ उहाँबाट पनि दुई शब्द चाहिँ यु गिभ यु वर्ड Everyone,
Sasi ma'am, thank you very much. And everyone too, you are all loving and you are all, easy to love. Yeah, you all love me too. And I really enjoy a lot today. Thank you, Miss Kalpana, for this picnic. And of course, Gurung Beauty Parlor. Thank you so much. 5 वर्ष अगाडि मसँग नै क्लास लिएर एउटा पार्लर खोल्न सक्षम ब्युटिसियन हाम्रो सङ्गीता गुरुजीलाई आफूहरूको प्रोग्राममा ल्याएर हामीलाई यति इन्जोय गराउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। साथै हाम्रो कल्पना मिसलाई पनि यस्तो राम्रो प्रोग्राम एरेन्ज गर्नुभयो। अनि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण गुरुङ ब्युटी पार्लरका स्टुडेन्टहरूलाई पनि यसरी रमाइलो गर्न पाइयो, उहाँहरू पनि इन्जोय गर्न पाइयो, त्यसको लागि धेरै धेरै धन्यवाद। सबैजनालाई नमस्कार। धन्यवाद हाम्रो शशी दिदीलाई मलाई यसमा हामीलाई सहभागी हुने अवसर दिनुभयो। साथै यहाँ बहिनीहरू सबै बहिनीहरू हुनुहुन्छ होला, उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि आजको दिन एकदमै रमाइलो भयो। सुरुमा आउँदाखेरि सबैजना नयाँ हुनुहुन्थ्यो, अहिले त सबैजनाले कस्तो गर्नुभयो, जस एकदम रमाइलो भयो। आजको दिन एकदम मेमोरेबल रह्यो, त्यसको लागि हाम्रो अर्गनाइजर बहिनीलाई पनि एकदम धेरै धेरै धन्यवाद। साथै शशी दिदीलाई थ्याङ्क यू सो मच, मलाई पनि सम्झिनुभएकोमा। फेरि पनि एकदमै धेरै धेरै धन्यवाद हाम्रो यो म्युजिकल चेयरमा विनर हुनुभएको मिसहरूलाई धेरै धेरै धन्यवाद। र अर्को डान्समा चाहिँ हाम्रो मेलिना मिस, बिनी मिस, अनि अर्को को हुनुहुन्थ्यो, अब म नै थिएँ होइन। एकदम रमाइलो भयो, एकदमै नलजाइकन नाचिदिनु भयो आफ्नो भित्रैबाट। एकदमै मलाई कस्तो लाग्छ भने रमाइलो भनेको आफूले नै गर्ने हो, अर्काले इन्जोय कहिले पनि दिँदैन। खुसी भनेको आफू भित्रैबाट हुने हो होइन। त्यो भएकोबाट जो धेरै नाच्छ धेरै बाँच्छ। थ्याङ्क यू सो मच। ह्याप्पी मेमोरेबल त्यो सेक्रेट रिभर भ्याली रिसोर्ट। ल आजको कार्यक्रम हाम्रो एकदमै रमाइलो भयो। अब हामी चाहिँ लाग्छौँ पोखरातिर, पानी पनि पर्यो है। फेरि यस्तो रमाइलो माहौलमा चाहिँ हामी पक्का पनि सबैजना समावेश भएर रमाइलो गर्छौँ भन्दै अबको फ्लोर चाहिँ म बन्द गर्न चाहन्छु। हस्, धन्यवाद। ल हाम्रो प्रोग्राम चाहिँ आजको लगभग अन्त्यतिर आइसक्यो। हामी एकदमै रमाइलो भयो आजको दिन। आजको दिन हामीलाई भाग्यले एकदमै साथ दिएको छ, दिनले एकदमै साथ दिएको छ। न घाम न पानी, एकदमै राम्रो दिन भयो। हामी स्विमिङ पनि गऱ्यौँ, नाचगाना खानापिना हजुरहरू सम्पूर्णले भिडियोहरू हामीले देखिसक्नु भएको छ अगाडि नै। आजको दिन एकदमै रमाइलो भयो। यो भिडियो पक्कै पनि हाम्रो मिसहरू सम्पूर्णले हेर्नुहुनेछ। आजको यो म्यानेज गर्ने मलाई जिम्मेवारी दिनुभएको थियो शशी म्यामले। जहाँसम्म लाग्छ मलाई, हुन त मान्छे भएपछि केही न केही कमजोरी त पक्कै पनि हुन्छ, केही न केही कमजोरीहरू भए पनि होला। त्यसमा चाहिँ एकदम सबैजनाले सहर्ष स्वीकार दिनु हुन अनुरोध गर्दछु किनकि ग्रुपमा हिँडेपछि केही न केही अलिकति अप्स डाउन त भइहाल्छ। त्यस्तो त अलिकति त भइ नै हाल्छ यताउति त। कसैले सबैले आफूले चाहेको जस्तो आफूले खोजेको जस्तो ठ्याक्कै नहुन सक्छ। सबैजनाले कम्प्रोमाइज पनि गरिदिनु भयो। आजको दिनहरूमा पनि यसरी नै इन्जोय गरिदियो है। धेरै धेरै धन्यवाद। हाम्रो कल्पना म्याम एकदम इन्जोयफुल मान्छे हुनुहुँदो रहेछ है, एकदम जली पर्सन। त्यस पछाडि सी क्रिएट सच एन अमेजिङ मोमेन्ट फर अस। धन्यवाद। यसरी नै हजुरहरूले साथ दिनुहुन्छ भन्ने आगामी दिनहरूमा पनि एकदम विश्वास लिएको छु। अब हाम्रो लगभग अन्त्यतिर आइसकेको छ। अब सानो सानो केही क्लिपहरू चाहिँ मैले राखिदिनेछु भन्दै अहिलेलाई हस् त, बाई बाई। ओके, सबैजना अझै फोटो भिडियो सके छैन क्या यता मिसहरूको फोटो भिडियो सक्यो मिस। ल अब जाऊँ, ल हिँड्नुहोस् अब। बाई बाई नभन्नु अलि बस आउने ठाउँबाट बाई बाई भनौँ ल है। बस त म त अझै खिच्नु नै छ। नमस्ते। ए उता पिङ खेल्दै रहेछ उता पनि। ल हामी अब लागेको, सबैजना रमाइलो भयो आजको दिनले नि एकदमै साथ दियो। न घाम न पानी होइन मिस, वेदर नि धेरै राम्रो। अन्त नि आज एकदमै साथ दिएको हो। एकैछिन घाम लाग्थ्यो त्यति त सकिन्छ नि थप्न है त। स्विमिङ गर्दा लाग्थ्यो अन्त नि ठिकै भयो कि। जाडो नि भएन। कस्तो भयो हजुरलाई आजको दिन? एकदम रमाइलो लाग्यो। कल्पना मिसले एरेन्ज गर्नुभएको
हो धेरै धेरै धन्यवाद हजुरलाई। हजुरहरू सबैजनाले साथ दिनुभयो मलाई। एकजना पनि ल्याउने अवसर मिल्यो र हामीलाई धेरै खुसी लाग्यो। बच्चाहरू सँगसँगै ल्याएर बच्चाहरू इन्जोय गरे इन्जोय गऱ्यो एकदमै धेरै धेरै धन्यवाद हजुरलाई। एकदमै रमाइलो भयो होइन। आउने मौका मिलोस् मिल्ने छ मिलाए मिल्ने हो मिलाए मिल्ने हो ल। अब यहाँ फोटो भिडियो अझै सकेको छैन हाम्रो। अब यहाँ बस नआउन्जेलसम्म चाहिँ फोटो भिडियो कार्यक्रम जारी नै छ। बच्चाहरू खेल्नको लागि उहाँ यस्तोहरू पनि छ। यता यता गएँ त म यहाँ ल। पूजा मिस चाचा हुई चाचा हुई चाचा हुई चाचा हुई ल बाबु होइन पिङ खेल ढ्याङ्कुसी खेल के छ यहाँ सानी। ल यता ढ्याङ्कुसी सुजेन एन्ड श्रेया ढ्याङ्कुसी खेल्दै होइन। अनि यता बाबुको नाम के अरे बाबु? सुजन किरण ओ ओके ल इन्जोय गर। यता बाबुहरू फेरि चिप्लेटी खेल्दैछ। कति रमाइलो बाला उमेर। सानो बाबु उता भर्याङबाट जाऊ न लोड्छ बाबु त्यहाँ भर्याङबाट जाऊ। खेल्ने कि ढ्याङ्कुसी खेल्ने कि के खेल्ने? पुसमिस पनि खेल्ने अरे ढ्याङ्कुसी के अरे चिप्लेटी। मजा भयो है मजा भयो। ल ल ल ल बाबुहरू हो ल। यता फेरि यता पिङ खेल्नेको लर्को चाचा हुई चाचा हुई चाचा हुई। ल यता चाचा हुई यता चाचा हुई यता फोटो सेसन अझै चल्दैछ। फोटो खिच्नु कतिसम्म खिच्न सकिन्छ अब बस नआउन्जेलसम्म मजाले। यता मेली मिसको पोज वाउ 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 वाउ। ओहो हो स्लो मोसनमा हाल्दाखेरि त हिरो नि अन्त दिया मिस नखिच्ने फोटो फोटो भिडियो टक्क लिइहाल्नु न चान्समा डान्स होइन ग्रीष्मा मिस। फोटो भिडियो सक्यो अनुष्का मिसको? हजुरको सकियो सक्यो होइन कति खिच्ने है कति खिच्ने। रूपा मिसको सकियो फोटो भिडियो? बिनी मिसको सकियो फोटो भिडियो? चल्नै सकेन है। लो बर्बाद भयो के गर्ने हो। मन्जु मिसको सकियो फोटो भिडियो खिचेर सकियो होइन। ल अनि मेमको भ्याइयो है? नभ्याइयो नि भ्याइयो भन्नै पर्ने भयो यहाँ। ल ठिक छ ल ल सबैजना यस्तै छ माहौल यस्तै छ। ए ल यता भिडियो बनाइदिनु रे। ल ल ल राम्रो बनाइदिनु है भिडियो। पूजा मिसको राम्रो बनाइदिनु भिडियो। हजुरको भ्याइयो फोटो भिडियो सक्यो सकियो अब ल
ए यता पिङ खेल्ने पालो अझै भएको छैन सररररररर, हुई। ल हाम्रो बस आयो अब जान्छौँ हामी हिँड बाबु हिँड म खिच्दैछु ल बस आयो सबैजना चढिसक्नु भएको छ अब हामी यति 3 जना बाँकी है होइन अब त बाई होला बाई गर्ने बेला भयो अब त बाई गर्ने बेला भयो यता पनि बाई बाई भन्दै म पनि यता आउँदै हो कि फेरि बाई बाई अब एकैछिन बन्द गर्नु है छुट्टिन मन नलाग्दा बाई भन्नु पर्ने अवस्था एकदमै एकदमै एकछिन ल मिस बाई 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 मिसहरू बाई 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 यता बाई 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 यता बाई 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 ल बच्चा बाटीहरू बाई 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 मेरो मिस बाई बाई रूपा मिस दिया मिस बाई बाई म्याम बाई बाई एकदम छुट्टिन मन नलाग्दा बाई बाई भन्नुपर्ने अवस्था सानी बाई बाई सानी ल गुरुजी थ्याङ्क्स हामी धन्यवाद ल बाई बाई बाबु तारा मिस बाई बाई ल एभ्री वान बाई बाई ल बाई ल आजको भिडियो यही अन्त्य गर्न चाहन्छु बाई बाई अनि जिरो तिर जानुहुन्छ हामी त हिमालयन पनि कम गर्छौं बाई 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 तारा म्याम इज गोइङ ल आधा यही झर्नु भयो है कस्तो बियोसे उनीले हाँस्नु भयो हजुरले कति हँसाउनु पर्छ पैसा सक्यो